हेलो गुड इभिनिङ सबैजनालाई हाम्रो E3 ब्लगमा म तपाईलाई स्वागत गर्न चाहन्छु। आज फेरि पनि मैले अर्को अनबक्सिङ भिडियो लिएर आइरहेको छु। आज चाहिँ रिसेन्टली मैले एउटा सब बक्स मगाएको थिएँ मेरो लाइटको लागि र हिजो मात्रै एमाजोनबाट डेलिभर भएको छ। यो सब बक्सलाई म देखाउन गइरहेको छु। यो चाहिँ गोडेक्सको हो। यो मैले किन्नुको कारण चाहिँ मेरो BL302 लाइट किट छ अनि यसको लागि चाहिँ सब बक्स थिएन अनि त्यो भएको कारणले गर्दा यो चाहिँ मैले रिसेन्टली मगाएको र म यसलाई सेटअप पनि गर्नेछु। अनि अहिले चाहिँ तपाईले जुन लाइट देखिराख्नु भएको छ मैले अरू लाइटहरू बालेको छुइनँ। मेरो GBM P80S बाट तपाईले देखिराख्नु भएको छ। त्यति धेरै क्लियर चाहिँ छैन। भरे म यो सेटअप गर्नेछु कस्तो रहेछ तपाईले अन्तिमसम्म यो ब्लगलाई हेरेर साथ दिनु होला। थ्याङ्क यू। अब म यसलाई खोल्नेछु र विशेष गरी कस्तो रहेछ प्याकेज है हामी हेर्नेछौँ ल। मित्रहरू मेरो चाहिँ लाइट किट चाहिँ यही गोडेक्सकै भएको कारणले गर्दा मैले सब बक्स पनि यही नै मगाएको। अघि मैले भन्दै थिएँ गोडेक्सको BL302 प्रोफेसनल LED भिडियो लाइट भन्दछ र कस्तो छ यो चाहिँ गोडेक्सकै CS65D है म तपाईहरुलाई देखाउन गइरहेको छु। यस्तो रहेछ। यसलाई म सेटअप पनि गर्नेछु। मेन चाहिँ यहाँ होला विशेष गरी गुड वान। सब बक्स यस्तै रहेछ। अघि मैले बताइरहेको थिएँ तपाईँलाई गोडेक्सको CS65D। यो चाहिँ म अब मेरो लाइटमा BL302 मा सेटअप गर्न गइरहेको छु। अनि यसको कस्तो दिँदो रहेछ त्यो पनि म तपाईँलाई देखाउन गइरहेको छु। अहिले चाहिँ तपाईँले हेर्दै गर्नुभएको चाहिँ लाइट चाहिँ केबाट हो भन्दा GBM P80S है। Stay tuned. हेलो मित्रहरू, अहिले चाहिँ तपाईले विशेष गरी गोडेक्सको BL302 बाट तपाईले देख्दै हुनुहुन्छ यतिको लाइट भएको छ। अघि चाहिँ कम्ती नै थियो GBM P80S बाट हैन। अलिकति डिफरेन्सेस लाग्यो। मैले 100% मै राखेको छु अनि 5600 केल्भिनमा 100% मा हुँदा चाहिँ यतिको उज्यालो आएको छ। म घटाउँदै जाने छु कतिको हुन्छ तपाईले हेर्न सक्नुहुनेछ है त। म घटाउँछु ल। 100% छ अहिले चाहिँ तपाईको 5600 केल्भिन 100%। अब म यसलाई घटाउन गइरहेको छु। तपाईको 96% भयो। 96% मा तपाईले यतिको डिफरेन्स देख्दै हुनुहुन्छ। म एकैचोटी तपाईको 80% बनाउँछु। 80% मा तपाईले यतिको देख्दै हुनुहुन्छ है। कस्तो देख्दै हुनुहुन्छ थाहा छैन। अझै म घटाउन गइरहेको छु।
10 को आधारमा घटाइरहेको छ है मित्रहरू है। 70% मा छु म। 60 मा तपाईँले हेरिराख्नु भएको छ, कस्तो देख्दै हुनुहुन्छ। ब्राइटनेस धेरै राम्रो, धेरै ब्राइटनेस छ। अहिले चाहिँ 50% मा म 50% मा गइरहेको छु। 50% मा चाहिँ यतिको आउँदछ है। अनि तपाईँले 40% मा यतिको देख्दै हुनुहुन्छ। अझै 30% गर्नु पर्यो। 30% मा मलाई यतिको कतिको ब्राइट छ थाहा छैन, तर 30% मा चाहिँ यतिको देख्नुहुन्छ। अझै 20% लानु पर्यो। 20% है। 20 तपाईँको अन्धकार बनाउनु पर्यो है। एकचोटि अन्धकारमा चाहिँ यतिको हुन्छ है मित्रहरू ल, झ्याप्पै हुँदा चाहिँ। अब म बढाउन गइरहेको छु, बढाउँदै जानेछु। कतिकोमा चाहिँ तपाईँले राम्रो देख्नुहुन्छ है। म 50% लगाउनु पर्यो। 50% मा सायद राम्रो देखिन्छ होला जस्तो लागेछ। 30%, 40% है मित्रहरू। अहिले चाहिँ मैले 60% मा सेटअप गरेको छु। 60% मा कस्तो देख्दै हुनुहुन्छ? आशा छ राम्रै देखिराख्नु भएको छ होला। हस् त, थ्याङ्क यू सो मच। हाम्रो ब्लगलाई जतिजनाले हेरिराख्नु भएको छ तपाईँहरू सबैजनालाई म धन्यवाद दिन चाहन्छु। र आजको यो अनबक्सिङ भिडियो कस्तो लाग्यो? तपाईँहरूको फिडब्याक, कमेन्ट अनि सेयर अनि सब्सक्राइब गरेर पनि सपोर्ट गरिदिनु हुन म विनम्र अनुरोध गर्दै आजको ब्लगलाई म यहीँ अन्त गर्न चाहन्छु। गड ब्लेस यु अल। स्टे ट्युन टु E3 ब्लग।